हामी अहिले माडीको महत्त्वपूर्ण धार्मिक क्षेत्र ऐतिहासिक क्षेत्र सोमेश्वरगढीको चुचुरोतर्फ प्रस्थान गर्दैछौं। सोमेश्वरगढीमा निर्मित प्रस्तर मूर्ति विभिन्न किसिमका धार्मिक ऐतिहासिक देवी देवताहरूको मूर्ति कुदिएको थियो। शिवजीको मूर्ति हामी देख्न सक्छौं। यो पनि के हो? मूर्ति माथि यार कुन घोडा माथि? हामी अहिले नेपाल र इन्डियाको बोर्डरमा हामी देशभक्ति युवाहरूको टोली अघि बढिरहेको छ। देशको सिमाना मिचिरहँदा यी युवाहरू देशको लागि, राष्ट्रको लागि, यो देशको हितको लागि पानी नलिकन बिना पानी दुईटा डिउ जम्बो डिउको भरमा केटाहरू हिँडिराखेको अवस्था छ। देशको लागि देशको सीमा मिचिएको भन्दै राष्ट्रभक्ति युवाका नेपाली वीर योद्धा प्रेम जोशीला जाँगरहरू अहिले एउटा दुःखद कुरा भन्नुपर्छ, देशको लागि लड्दै एउटा सानो बाबु 14 वर्षीय बालक निशान समेत सामेल भएका छन्। देशको लागि, सिमानाको लागि 14 वर्षको उमेरमा यो भिर पाखा चढेर देशको लागि केही गर्छु भन्ने उद्देश्यले हिँडिरहेको देख्न सक्छौं। हामी उनीसँग पनि कुराकानी गर्नेछौं। अहिले हामी नेपाल भारतको सीमावर्ती क्षेत्रको चुचुरोमा आइसकेका छौं। हामी देख्न सक्छौं नेपालीहरू यति बेला भने राष्ट्रको लागि हो दुःख कष्ट झेल्दै खै पिलर नम्बर कति हेरौँ त? पिलर नम्बर 145 हुन लडी छ। नेपाल भारत सीमावर्ती क्षेत्रको पिल्लर नम्बर 452 चितवनको माडीको दक्षिण सोमेश्वर क्षेत्रमा विभिन्न चितवन जिल्ला सहित विभिन्न क्षेत्रहरूबाट सीमाना अवलोकन तथा सोमेश्वरगढी क्षेत्रको अवलोकन गर्नको लागि आउने क्रम जारी छ। त्यसको लागि नेपालको सिमानामा आइपुग्दा एकदम खुसी व्यक्त गर्नुभएको छ। हामी नेपाली हो, इन्डियाको र नेपालको सिमाना आइयो। ल जय नेपाल, हो मजा आयो। जय नेपाल, जय नेपाल, जय नेपाल। ल ल ल ल यो त खुसी लाग्यो। यो क्षेत्र देशको सिमाना भारत केही नै हो। माडीको भनेको पूर्व पश्चिम दक्षिण एक धेरै पसिना बगायौँ। त्यहीबाट यतापट्टि नेपाल, यतादेखि यता अब इन्डिया। साह्रो